जय मसीह। आज चाहिँ हाम्रो टोली सेवाको फर्स्ट एनिभर्सरी हो अनि हामी साँच्चै नै आज धेरै आशिषित हुनेछौँ। मैले हिँड्ने बाटोले मलाई सधैँ क्रुसतिर लिजाओस्, रोजी दिएको मार्गले मलाई। पितालाई महिमा पुगोस् अनि हाम्रो प्रभु यीशुलाई महिमा पुगोस्। हामीले आज हाम्रो टोली सङ्गतिमा हाम्रो टोली सङ्गति 1 वर्ष पुग्यो यो हाउसिङमा। अनि हाम्रो चित्र अनि तारा दुईजनाको नाम जो हामीले देख्दै थियौँ है। अनि यसबाट हाम्रो टोली सङ्गति निरन्तर बढ्यो। अनि साथसाथै उहाँले फेसबुकमा परमेश्वरको महिमा गर्न थाल्नुभयो। अनि आज चाहिँ फेरि युट्युब खोल्नको लागि यसरी हामी भेला भएका छौँ। आज 21 फेब्रुअरीमा एउटा युट्युबको प्रोग्राम पनि अब सुरु हुनेछ। अनि हामीले यो च्यानलको नाम चाहिँ यीशुको महिमा भनेर दिएका छौँ, किनभने यो च्यानलले जे पनि गर्छ, यहाँ जुन प्रोग्राम हालिन्छ, जुन कुरा गरिन्छ, यो चाहिँ यीशुकै महिमाको लागि हालिन्छ। यसकारणले गर्दा बाइबलमा एउटा वचन लेखेको छ, हिब्रू 1:3 येशू ख्रीष्ट चाहिँ परमेश्वरको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्का प्रतिरूप हुनुहुन्छ। मतलब येशू ख्रीष्ट चाहिँ को हुनुहुन्छ भन्दा चाहिँ येशू ख्रीष्ट परमेश्वरको महिमाको चमक हुनुहुन्छ। हामीले सृष्टिकर्ता परमेश्वरलाई आँखाले देख्न सक्दैनौँ। उहाँ ब्रह्माण्डको मालिकलाई हामीले आँखाले हेर्न सक्दैनौँ। तर जब हामी यीशुलाई हेर्छौँ, प्रभु यीशुलाई हेर्छौँ, हामीले यीशु ख्रीष्टमा चाहिँ ईश्वरको महिमाको चमकलाई देख्छौँ। अनि जब हामी यीशुलाई हेर्छौँ नि, हाम्रो हृदय शान्तिले भरिन्छ, हाम्रो हृदय आनन्दले भरिन्छ। दुःख सुख त मान्छेको जीवनमा आउँछ, तर जब हामी यीशुलाई हेर्न थाल्छौँ, यीशुको महिमा गर्न थाल्छौँ, हाम्रो जीवनमा अचम्मको कामहरू उहाँले गर्नुहुन्छ। यो वर्ष यो च्यानलमा हामी यीशुले गर्नुभएको कुराहरू हामी हाम्रा प्रियजनहरूलाई राख्न चाहन्छौँ। उहाँले हाम्रो जीवनमा अचम्मको काम गर्नुभयो, कसरी हामीलाई रोगबाट बचाउनु भयो, कसरी परिस्थितिहरूबाट हामीलाई सम्हाल्नुभयो। यो वर्ष हामी युट्युबमा त्यो कुराहरू पनि हाम्रा साथीभाइ, हाम्रा आफन्तलाई हामी बाँडचुँड गर्नेछौँ। अनि अर्को चाहिँ के छ भने नि, अर्को पद चाहिँ यूहन्ना 17:5 अनि हे पिता, संसार हुनुभन्दा पहिले तपाईसित जुन मेरो महिमा थियो, त्यही महिमाले अब आफैसित मेरो महिमा गर्नुहोस्। यीशु चाहिँ 2000 वर्ष अगाडि मात्रै संसारमा आउनुभयो, तर उहाँको महिमा चाहिँ यो सृष्टि हुनुभन्दा अगाडि, संसार सृष्टि गर्नभन्दा अगाडि नै थियो। यसकारणले गर्दा उहाँको त्यो महिमालाई बुझ्नको लागि अब हामी यीशुको महिमाको युट्युब च्यानलद्वारा हामी केही कुरा बुझ्दै जानेछौँ, अघि बढ्दै जानेछौँ। अनि हामी आशा गर्छौँ तपाईँले यस च्यानललाई मन पराइदिनुहुन्छ। अनि यो च्यानलबाट तपाईँहरू धेरै आशिषित हुनुहुन्छ। यस च्यानललाई तपाईँले एउटा तपाईँको जीवनमा, तपाईँको व्यक्तिगत जीवनमा, परिवारमा पनि तपाईँले फाइदा पाउनुहुन्छ। र सबै कुरामा प्रभुलाई महिमा होस्। आमेन। टुट्न सकोस्, धन्य होस् प्रभुजी तिमीलाई। आजको सङ्गति एकदमै धेरै आशिषित भयो। यीशुको महिमा भएको होस्। तिमीलाई मधुर सङ्गीत ख्रीष्टको प्रेम।